हेलो साथीहरू, स्वागत छ मेरो अर्को अनि मुगाङ भिडियोमा र आइप सन्चै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। अनि म चाहिँ अलिकति लङ टाइम पछि निकै टाइम भइसकेको छ मैले चाहिँ अलिकति भिडियोहरू ल्याएको थिएन र आज चाहिँ मैले अर्को न्यू भिडियो ल्याइसकेको छु र आइप सन्चै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। अनि आज चाहिँ मैले लिएर आएको छु सधैँ चाहिँ चाउमिन बनाएर लिएको छु अनि यहाँ साथमा चाहिँ अन्डालाई डामेर फ्राई गरेर लिएको छु अन्डा अनि चाउमिन अनि साथमा पिउनको लागि पानी छ र के कस्तो हुन्छ हजुरहरूले भिडियो अन्तिमसम्म हेरिदिनु होला र अर्को भिडियोलाई जस्तै यो भिडियोलाई पनि धेरैभन्दा धेरै माया गरिदिनु होला भन्न चाहन्छु। र यति भन्दै साथीहरू म चाहिँ सुरु गर्छु। अघि नै बनाएको एकदमै सेलाइसकिरहेको चाहिँ ल साथीहरू म खाएँ फर्स्ट बाइट। साथीहरू एकदम दामी भएछ, दामी। अघि नै बनाएको थिएँ अनि अलिकति सुक्खा सुक्खा भइगयो चाउमिन चाहिँ आफैले बनाएको हो कि त्यही भएर अलिकति अघि नै बनाएको थिएँ अनि रेडी गर्दा ओर्दा अलिकति सुक्खा भइगएछ।
ल फाइनली मैले चाहिँ खाइसकेको छु र आज त एकदमै बवाल दामी भयो होइन। योभन्दा अर्को भिडियोमा नि मैले यस्तै चाउलाई नै चाउमिन बनाएर लिएको थिएँ र यो भिडियोमा पनि मैले चाहिँ थुक्पालाई चाहिँ चाउमिन बनाएर लिएको थिएँ र एकदमै दामी मजा आयो होइन। र कोही नै हुनुहुन्छ भने चाहिँ यस च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु।